अनुरोध गर्दछु। Thank you so much. इस कार्यक्रम का सभापति जी र मेरा परम मित्र ओकेजी मलाई खुसी लाग्यो कि उहाँ नै यहाँको चाहिँ डिरेक्टर हुनुहुन्छ। उहाँ एउटा कम्पिटेन्ट एकाडेमिक्स हो, कम्पिटेन्ट लयर पनि हो। सो आई एम सो ह्याप्पी द्याट नाउ ही इज डुइङ दिस प्रोग्राम। र आई एम रियली ह्याप्पी हियर। Very खुसी लाग्यो। fellow students, वर्तमान में जो fellow students हैं Royal has always been very student. Why I am calling you as a fellow student because Royal are always like a student. Once you stop studying, stop reading, then we cease to be a lawyer. यदि तपाईले पढ्न छोड्नुभयो, अध्ययन गर्न छोड्नुभयो भने तपाईँ चाहिँ कानुन व्यवसाय पनि गर्न सक्नुहुन्छ। किनभने यो कन्टिन्युअस लर्निङको प्रोसेस, कन्टिन्युअस स्टडीको प्रोसेस र कोर्ट भनेको चाहिँ यो ल्याबोरेटरी जस्तो हो। त्यहाँ चाहिँ अलवेज यो नयाँ कुराको एक्सपेरिमेन्ट गर्छौँ, नयाँ कुरा सुन्छौँ, नयाँ कुरा सिक्छौँ। त्यस कारण यो कन्टिन्युअस लर्निङको प्रोसेस हो। त्यस कारण तपाईँ साँच्चीकै इफ यु वान्ट टु बी अ लयर, सक्सेसफुल लयर, then we have to be always be like a student. निरन्तर विद्यार्थीको रूपमा पढ्न छोड्नुभयो भने तपाईँ लयर हुन पनि छोड्नुहुन्छ। त्यस कारण चाहिँ नपढ्ने व्यक्ति चाहिँ कानुन व्यवसाय हुन सक्दैन, वकिल हुन सक्दैन। र अब म के भन्न चाहन्छु भने तपाईँहरूको ड्रिम चाहिँ धेरैको हुन्छ, सक्सेसफुल हुने, पैसा कमाउने र ठुलो हुने। तर म तपाईँहरूलाई एउटा के एडभाइस दिन चाहन्छु भने डोन्ट ट्राई टु बी ए बिग लयर, ट्राई टु बी ए गुड लयर, इथिकल लयर। लयरको प्रोफेसन भनेको यो चाहिँ बिजनेस होइन, यो खालि पैसा कमाउने ब्रेड एन्ड बटरको लागि होइन। दिस इज फर द जस्टिस, फर द सर्भिङ सोसाइटी, फर द पुअर, फर द मार्जिनाइज पिपल। So each and every lawyer has to be like a front line of defender of human rights. हर एक lawyer चाहिए कि they are in the front line of defender of human rights, front line defender of justice, front line defender of constitutional democracy, supremacy of the constitution, supremacy of the law. Then you have a bigger role to play. It's not like earning bread and butter by your profession, just earning money. You can earn money also. That is a side effect, but your motive should not be just earning money. Your motive must be to serving the society. How to be a good lawyer? This kind lawyer they are called as a social engineer. Why you are called as a social engineer? And this is the only profession. You is the profession both. Just like constitution they recognize there. It has been recognized by the constitution. आफूले मन परेको कानुन व्यवसायीसँग कन्सल्टेसन गर्न पाउनु, बिरामीले आफूले मन परेको डाक्टरसँग देखाउन पाउने लेखा छैन। इन्जिनियरले आफूले मन परेको इन्जिनियरसँग आफ्नो घरको नक्सा बनाउन पाउने यो कुरा पनि लेखिएको छ। तर एउटै कुरा लेखिएको छ कि हरेक व्यक्तिलाई आफूले खोजेको कानुन व्यवसायीसँग उसले चाहिँ सल्लाह दिन पाउँछ, कन्सल्टेसन गर्न पाउँछ। दे हेभ राइट टु डिफेन्ड। हरेक इच एन्ड एभ्री पर्सन हेज राइट टु बी डिफेन्डेड, डिफेन्सको राइट छ। त्यस कारण चाहिँ के हो भने हरेक लयरले चाहिँ के अरे त्यो डिफेन्सको लागि चाहिँ प्रिपेयर हुनुपर्छ। र डिफेन्स भनेको इज नट ओन्ली फर रिच पिपल, ओन्ली फर पावरफुल पिपल, पावरफुल पोलिटिसियन्स, बट फर द अनप्रिभिलेज, फर द पोरेस्ट अफ द पुअर, तिनीहरूलाई पनि डिफेन्ड गर्नुपर्ने हुन्छ। कन्स्टिट्युसन केसले के भन्छ? किनभने एउटा कन्स्टिट्युसन केसमा इट डिपेन्ड्स अन फ्युचर अफ डेमोक्रेसी, फ्युचर अफ रुल अफ ल। एउटा कन्स्टिट्युसन केसले मुलुकको चाहिँ कन्स्टिट्युसनल फ्युचर, डेमोक्रेटिक फ्युचर निर्धारण गर्छ। एउटा चाहिँ क्रिमिनल केसले एउटा व्यक्तिको लिबर्टी निर्धारण गर्छ। हेर्नुहोस्, यो एउटा यस्तो प्रोफेसन हो
जसमा चाहिँ एउटा नागरिकको लाइफ, लिबर्टी एन्ड प्रपर्टी तिनटै कुरा गाँसेको हुन्छ। अरू प्रोफेसनसँग त्यो नगाँसेको होला। एउटा केस युज गर्दाखेरि एउटा व्यक्तिको स्वतन्त्रता उसलाई 20 वर्ष कैद हुन सक्छ, 25 वर्ष कैद हुन सक्छ। He might lose all his property. लिबर्टी, प्रपर्टी एन्ड लाइफ, उसको लाइफ चाहिँ डुब्न सक्छ, उसको फ्यामिली बर्बाद हुन सक्छ। त्यस कारण के छ भने द लयर्स हैव अ बिगर रोल टु प्ले। उसले के छ भने जिरस रिप्रेजेन्टेसन अफ योर क्लाइन्ट। केस विक छ कि पोर छ मतलब छैन। एउटा म तपाईँलाई के भन्न चाहन्छु भने सिन्स यु आर हियर, यु आर नट हियर टु जस्ट विन दिस कम्पिटिसन, यु अल आर विनर। जो तपाईँ यहाँ पार्टिसिपेट गर्दै हुनुहुन्छ अल आर विनर, किनभने यु आर पार्टिसिपेटिङ। पार्टिसिपेटिङ इज विनिङ द केस। पार्टिसिपेट गर्नु, पार्टिसिपेसन इज भेरी इम्पोर्टेन्ट, यो डेमोक्रेटिक राइट्स। त्यस कारण चाहिँ के छ भने यसले तपाईँहरूलाई सिक्ने मौका दिन्छ र इम्पावरमेन्टको प्रोसेस हो, इङ्गेजिङ विथ द सोसाइटी एन्ड द पिपुल एन्ड फेलो इच अदर। र यु हेभ टु लर्न फ्रम इच अदर। यो कम्पिटिसनले के गर्छ भने यु हेभ टु लर्न फ्रम इच अदर। त्यस कारण इट इज भेरी इम्पोर्टेन्ट प्रोसेस। म जितेँ, म हारेँ, फर्गेट अबाउट दिस। लयरले कहिले केही जित्दा पनि जित्दैन, हार्दा पनि हार्दैन। इट्स देयर क्लाइन्ट हु विन एन्ड विन देयर केस। मान्छेले भन्छन् मैले आज केस जित्ने, लयरले कहिले के भन्नु पर्यो? त्यो लयरले केस जित्दैन, लयरले केस हार्दा पनि हार्दैन। उसले उसको ड्युटी इज टु रिप्रेजेन्ट। उसको ड्युटी के हो भने इफेक्टिभ रिप्रेजेन्टेसन हो। उसले जिरस रिप्रेजेन्टेसन गर्न सकेन, इफेक्टिभ रिप्रेजेन्टेसन गर्न सके कि सकेन, द्याट इज इम्पोर्टेन्ट। त्यस कारण उसको प्रोफेसनको के हो भने उसको चाहिँ इफेक्टिभ रिप्रेजेन्टेसन हुन्छ, पावरफुल रिप्रेजेन्टेसन गर्न सके कि सकेन। द्याट इज द मोस्ट इम्पोर्टेन्ट पार्ट अफ लयर, नट जस्ट विनिङ एन्ड लुजिङ द केस। म अमेरिकामा पढ्नु जाँदाखेरि पहिलो दिनको ओरिएन्टेसनमा दिन आउनु र उहाँले के भन्नु भने लुक स्टुडेन्ट्स, इट्स नट आवर जब टु टिच यु एबाउट ल। त्यो कानुनको त्यो दफाहरू भोकाउनु, धाराहरू भोकाउनु, द्याट्स नट आवर जब। द्याट्स द इजियर पार्ट, यु क्यान डु बाई योर सेल्फ। यु जस्ट रिड द टेक्स्ट, यु जस्ट रिड द कन्स्टिट्युसन, टेस्ट अफ द ल, देन यु विल अन्डरस्ट्यान्ड। बट आवर जब इज टु मेक यु टु हाउ टु थिङ्क एज अ लयर। लयरले कसरी थिङ्क गर्छ, कसरी लजिक गर्छ, कसरी आर्गुमेन्ट गर्छ, द्याट इज आवर जब। हाउ टु थिङ्क एज अ लयर, हाउ टु एनालाइज एज अ लयर। एउटा अर्डिनरी पिपुलले कसरी सोच्छ एन्ड देन लयर हाउ दे थिङ्क, इट्स अ भास्ट डिफरेन्ट। क्रिटिकल एनालिसिस गर्ने क्यापेसिटी हुनुपर्ने लयर। सो आवर जब इज नट टु मेक यु। त्यस कारण अमेरिकामा सोक्रेटिस मेथड भन्छ, हामीमा त्यो मेथड छैन। सोक्रेटिस मेथड भनेको प्रोफेसर आउँथ्यो, उसले कुनै त्यो लेक्चर दिँदैन, कतिले त के छ भने सबै क्लासमा नाम लेखिराख्यो फलाना, ओके त्यसलाई उ गर्थ्यो, रिसफल गर्थ्यो, भन्थ्यो ओके मिस्टर सत्यराज स्ट्यान्ड अप, ओके व्हाट इज अबाउट योर ओपिनियन अबाउट दिस केस। सिन्स नाउ यु आर रिप्रेजेन्टिङ, देयर इज अ केस लाइक गोर भर्सेस बुश। नाउ यु आर रिप्रेजेन्टिङ गोर, व्हाट विल बी योर आर्गुमेन्ट? Tell the class. Okay, so now you are representing Bush. Then what will be your argument? Now I am going to change the fact of this case. Then what will be your argument? भन्नुभयो त्यो टिचिङको मेथड त्यो हुन्छ। त्यो चाहिँ अब आएर प्रमाणिकको दफा 25 मा यो भनेको छ, त्यसै पढाउँदै म त सुरुमा छको पनि यो केही पढाउँदै खालि हामीले नै प्रश्न सोध्छ। The job of the professor is to just ask a question. प्रश्न सोध्नु। सोक्रेटिक मेथड भन्छ। सोक्रेटिसले के गर्थ्यो? ऊ गाउँमा जान्थ्यो, युवाहरूलाई जम्मा गर्थ्यो एन्ड हिज जब वाज टु जस्ट आस्क अ क्वेसन, प्रश्न सोध्थ्यो। उसलाई प्राणदण्ड दियो, मृत्युदण्ड दियो, किनभने उसले युवालाई भड्कायो, प्रश्न सोध्दै सिकायो। डेमोक्रेसीमा आस्किङ क्वेसन मोस्ट इम्पोर्टेन्ट। अहिले के छ भने मुलुकमा प्रश्नलाई निषेध गरिँदैछ। डेमोक्रेसीमा के छ भने प्रश्नले नै डेमोक्रेसी जीवित रहन्छ। प्रश्न जुन समाजमा प्रश्न हुँदैन, जुन समाजले क्वेसन सोध्न सक्दैन, जुन प्रोफेसरले क्वेसन सोध्न सक्दैन, जुन विद्यार्थीले प्रश्न सोध्न सक्दैन, त्यसको आन्सर दिन सक्दैन, त्यो चाहिँ सिज टु एक्जिस्ट। त्यसकारण तपाईँहरू चाहिँ बिङ अ लयर, नाउ यु आर गोइङ टु बी ए लिडर अफ द सोसाइटी।
लिडर भनेको खालि चाहिँ के छ पार्लियामेन्टमा चुनाव लड्नु मात्रै लिडर होइन सोसल लिडर यु आर नट ओन्ली you have to do advocacy not only the court but you have to work as a social advocate wherever the injustice you have to speak your mind you must speak up kinwani you are the defender of rule of law you are the defender of justice if you are defender of the constitutional democracy constitutional liberty so whenever the rights of the people have been violated then it's your job to speak up बोल्नु पर्यो खालि कोर्टमा बोल्ने मात्र होइन कोर्टमा त बोल्नै पर्यो तर चाहिँ के हो भने यो यसकारण यो चाहिँ सोसल इन्जिनियरिङ भनेको त्यो कारण किनभने सोसाइटीलाई जागरुक बनाउनु पर्यो तपाईहरुले लिडर भनेको त्यो हो लिडर भनेको पद प्राप्त गर्ने मात्रै लिडर होइन जो पद प्राप्त नगरिकन पनि सोसाइटीलाई एजुकेट गर्छ व्यवहार गर्छ अर्गनाइज गर्छ मान्छेलाई इन्स्पायर गर्छ दे आर द ट्रु लिडर गान्धीजी कुनै पदमा पुग्नु भयो मदर टेरेसा कुनै पदमा पुग्नु भयो दे आर द लिडर मार्टिन लुथर किङ कुनै पदमा पुगेको थियो he was never been to senator he was never been to president but he was a leader आज चाहिँ के छ मान्छेले मार्टिन लुथर किङलाई सम्झिन्छ जस्तै के भन्छ भने just injustice anywhere is a threat for justice for everywhere एउटा व्यक्तिमाथि अन्याय हुनु पनि समाजको लागि अन्याय हो समग्र समाजको लागि अन्याय हो त्यसकारण के भन्छ भने जस्टिसको प्रश्न रुल अफ लको प्रश्न डेमोक्रेसीको प्रश्न ह्युमन राइटको प्रश्न इट इज अ लेजिटिमेट कन्सर्न अफ इन्टरनेसनल कम्युनिटी युनिभर्सल इस्यु हो कुनै एउटा देशमा यदि जस्टिस डिनाइ हुन्छ ह्युमन राइट भायोलेटेड हुन्छ भने यो चाहिँ इन्टायर वर्ल्डको कन्सर्नको विषय हुन्छ यसलाई के भनिन्छ भने यो कुनै पनि देशको घरेलु मामिलामा हस्तक्षेप गरेको मानिँदैन त्यसकारण के एउटा भनाइ छ आकाशै खसे पनि जस्टिस हुनु पर्यो आकाश खसे खसो तर देयर इज नो अल्टरनेटिभ टु द जस्टिस देयर इज ओन्ली अल्टरनेटिभ टु द जस्टिस इज अ जेन्युइन जस्टिस देयर इज नो अल्टरनेटिभ टु डेमोक्रेसी देयर इज नो अल्टरनेटिभ टु द रूल अफ लॉ the only alternative to rule of law is a meaningful justice there is no alternative to peace much only alternative to peace is genuine peace हामीलाई चाहिएको खाली कोर्ट जस्टिस मात्र होइन we need a social justice as well कोर्ट रुमको जस्टिस पनि एउटा पार्ट हो तर larger issue is like social justice so each and every advocate you have to work as a social advocate for social justice, rule of law, constitutional liberty. यदि कुनै पनि हेर्नुस् इन्भेस्टिङ हाम्रो सरबाट राम्रो भन्नुभयो डाक्टर सर क्वालिटी लिगल एजुकेसन छ हाम्रो लिगल एजुकेसन हेज बिन टोटली इग्नोर्ड म त ल कलेजमा पढ्दाखेरि त खास क्लास पनि हुँदैन थियो पढाइ पनि हुँदैन थियो लाइब्रेरीमा किताब पनि हुँदैन थियो त आइ एम ह्याप्पी द्याट यु आर द प्रिभिलेज जेनेरेसन तिमीहरूको चाहिँ यत्रो राम्रो हल छ यत्रो राम्रो म्युजिकल कम्पिटिसन हुन्छ उहाँले जस्तै हामीले पनि कहिले मुडकोटमा भाग लिन नि पाएन कहिले मुडकोट कम्पिटिसन अर्गनाइज पनि भएन मुडकोट खालि सबैले सारेर लगेर बुझाइदिन्थ्यो त्यही थियो मुडकोट भन्ने थियो सबैले के गर्थ्यो भने अर्काको सार्थ्यो या अघिल्लो वर्षको सार्थ्यो लगेर बुझाइदिन्थ्यो सेमिनार भन्ने थियो हामीले कहिले पनि सेमिनारमा त्यहाँ हामीले कुनै पनि भाग लिन्छ कुनै प्रेजेन्टेसन गर्न पाएन त्यो खालि के छ सारेर लगेर चाहिँ बुझाउँथ्यो यसरी चाहिँ क्वालिटी इन्हान्स हुँदैन मैले अमेरिकामा जाँदाखेरि ओहो यो त एजुकेसनको त फरक यहाँ त हुँदैछ मेरो त आँखै खुल्यो है त्यस कारण चाहिँ के छ भने बेस्ट एजुकेसन क्वालिटी एजुकेसन आई एम ह्याप्पी द्याट यु आर द प्रिभिलेज जेनेरेसन तिमीहरूको एजमा देयर इज अ इन्टरनेट तिमी इन्टरनेट छ भने हार्वर्डको ल जर्नल पनि यु क्यान रिड इन योर स्क्रिन बेस्ट बुक्स यु क्यान रिड इन स्क्रिन American Supreme Court को जर्नल Indian Supreme Court South African Court को जर्नल Constitution everything you can access in your internet यत्रो vast access छ तिमीलाई हाम्रो टाइममा के पनि थिएन हामी कहाँ त किताबै पाउँदैन थियो मार्केट लाइब्रेरीमा पनि किताब थिएन हुन त किताब किन्ने पैसा पनि हुँदैन थियो हामीसँग त्यस्तोबाट हामी रोकेको तर के छ भने तिम्रो जेनेरेसन चाहिँ के छ भने तिमीहरूको भेरी प्रिभिलेज जेनेरेसन तर यसलाई चाहिँ के छ भने यो सित्तैमा आएको होइन
धेरै जेनेरेसनले यसको लागि सेक्रिफाइस गरेको छ। Your parents made a huge sacrifice for you. They are working very hard to send you to school, law school. त्यसलाई चाहिँ तिमीहरूले चाहिँ त्यसलाई प्रुफ गर्न सक्नुपर्छ कि देन यु आर डुइङ योर बेस्ट। आफ्नो एजुकेसन भनेको के छ भने आफूमा जे बेस्ट छ त्यसलाई चाहिँ बाहिर ल्याउन सक्नु पर्यो। मेनिफेस्टेसन अफ योर पर्सनालिटी र पर्सनालिटी त्यसै भन्दै त्यसको लागि स्टडी चाहिन्छ। स्टडी भनेको त्यो टेस्ट रट्नु मात्र होइन, एनालिटिकल पावर हुनु पऱ्यो, त्यसलाई इन्टरलाइज गर्नु पऱ्यो। एन्ड इन्टरेक्सन इज भेरी इम्पोर्टेन्ट। जब इन्टरेक्ट गर्छौ with your fellow student, with your teacher, with your colleagues, then you enrich your mind. Enriching your mind is most important. Mind like to train garnu paryo. And then how to think as a lawyer, that's your must be your motto. कसरी एउटा लयरले कसरी केसलाई तयार गर्छ, कसरी एनालाइज गर्छ, त्यो कुरा सिक्नु पर्यो। र एउटै कुरा म के भन्छु भने द लयर्स को रोल चाहिँ के छ भने एउटा ट्रान्सफर्मेटिभ पर्सनालिटी हुन्छ। सोसाइटीलाई ट्रान्सफर्म गर्छ, इन्स्पायर गर्छ। जस्टिसको लागि, रुल अफ लको लागि ऊ एडभोकेटको रूपमा काम गर्छ। खालि अदालतमा मात्र होइन, उसको सोसाइटी चाहिँ के छ भने he has a larger role to play to save rule of law। एउटा चाहिँ कानुन व्यवसायीले खालि आफ्नो क्लाइन्टलाई मात्रै रिप्रेजेन्ट गर्दैन। ही हेज accountability to the entire justice process. He has to save the rule of law. He has to save the future of society and democracy. That's how उसको रोल चाहिँ is very important, multifaceted रोल छ। त्यस कारण चाहिँ के छ भने लयरको भूमिका चाहिँ अहिलेको मोडर्न एजमा, मोडर्न डेमोक्रेसीमा इज भेरी इम्पोर्टेन्ट। दे आर अल लिडर्स अफ द सोसाइटी। उनीहरूले सोसाइटीलाई लिड गरिरहेको हुन्छ, मोडर्नाइज गरिरहेको हुन्छ। जस्टिस हो हामीले चाहिएको चाहिँ के छ भने रुल अफ ल भनेको चाहिँ के छ भने पावर मस्ट बी एकाउन्टेबल टु द ल। रुल अफ ल, पावर मस्ट बी एकाउन्टेबल टु द जस्टिस। यदि चाहिँ के छ भने पावर चाहिँ यदि टिरेनी निरङ्कुशता भयो भने चाहिँ के हो भने त्यो सोसाइटीले प्रोग्रेस गर्दैन। कुनै देशमा इकोनोमिक ग्रोथले मात्रै मुलुक बन्दैन। हेभी इकोनोमिक ग्रोथ हो, धेरै चाहिँ के छ भने हामी हेर्छौँ यो गल्फ कन्ट्रिजहरूमा धेरै पैसा छ, त्यहाँ खनेकी डलर निस्किन्छ, त्यहाँ हरेक पेट्रोल डलर हुन्छ। तर त्यहाँ महिलाहरूलाई ड्राइभिङ लाइसेन्स समेत दिँदैन, महिलाहरूलाई भोटिङ राइट, महिलाको पुरुषलाई पनि भोटिङ राइट छैन, फ्री स्पिच छैन, राइट टु पार्टिसिपेसन छैन। त्यस कारण के छ भने democracy is very important, rule of law is very important, constitutional liberty is very important for the transformation of the society, for the justice. Society like transformation को बाटोमा लैजानु पर्यो, and you lawyer can play a very important role. त्यस कारण एउटा कुरा म लास्टमा भन्न के चाहन्छु भने यो नानी पार्खीवाला हो। You are having your degree, that's very good. पार्खीवाला भनेको एउटा one of the most successful lawyer हो। उहाँले चाहिँ के छ भने एउटा मुद्दामा यो केशवानन्द भारतीको केसमा उहाँले 29 दिनसम्म कन्टिन्युअस आर्गुमेन्ट गर्नुभयो। उहाँले के भन्नुभयो भने डिग्री हुनु चाहिँ इज भेरी इम्पोर्टेन्ट, तर डिग्री लिएपछि यदि पढ्ने छोड्यो भने डिग्री लिएपछि पढ्ने कुराले निरन्तरता दिनु पर्यो। डिग्री लिएर पढ्ने कुरालाई यदि निरन्तरता दिएन भने त्यो डिग्री चाहिँ युजलेस भएर त्यो डिग्री जस्ट टर्न इन्टु द जस्ट पिस अफ पेपर। त्यसको कुनै पनि प्र्याक्टिकल सिग्निफिकेन्ट छैन, किनभने वी आर लिभिङ इन द ऱ्यापिडली चेन्जिङ वर्ल्ड। संसार निरन्तर परिवर्तन भइरहेको छ। त्यस कारण के एउटा लयरले चाहिँ कानुनको टेक्स्ट मात्रै पढेर हुँदैन, सोसाइटी पढ्नु पऱ्यो, हिस्ट्री पढ्नु पऱ्यो, जियोग्राफी पढ्नु पऱ्यो, ग्लोबल पोलिटिक्स थाहा हुनु पऱ्यो, टेक्नोलोजिकल जुन यत्रो एडभान्स भइरहेको छ, एआई आइरहेको छ, देन यु मस्ट बी हेभ अल दिस इन्फर्मेसन। ल भनेको चाहिँ के छ भने इट्स भेरी मल्टी डाइमेन्सनल सब्जेक्ट, यो चाहिँ मल्टिडिसिप्लिनरी सब्जेक्ट हो। ललाई चाहिँ हामीले आइसोलेसनमा हेर्नु मिल्दैन, इट्स प्रोडक्ट। त्यस कारण एउटा लयरले त्यो लको टेस्ट मात्रै पढ्नु मात्रै पर्याप्त हुँदैन। यदि
चेन्जिङ रियालिटिजहरू नयाँ नयाँ इस्युजहरू आइरहेको छ। त्यसको बारेमा यदि तपाईँको नलेज छैन, कोर्टले नयाँ नयाँ केसेसहरू बनाइरहेको हुन्छ, नयाँ नयाँ नजिरहरू आइरहेको हुन्छ। नेपालको कोर्टले मात्रै होइन, अमेरिकन कोर्टले के बोल्यो, इन्डियन कोर्टले सेम म्याटरमा के बोलेको छ, द्याट इज अल्सो भेरी इम्पोर्टेन्ट। So then we must tell about all these things. It's very important. त्यस कारण मलाई धेरै खुसी लागेको छ that you invited me. I'm really honored to be here. I'm really privileged to be here. And I always like to interact with the young mind. That is very important. Interaction with young mind make you yourself also young. र नयाँ कुरा सिकिन्छ। र आज जस्तो मैले इन्टरेक्सन गर्ने मौका पाएन, तर I'll be happy. कम्ती सबैमा भन्छु, I'll be happy to come back one day and I would like to interact with you. I would like to talk to you. Not only get you a trophy, I have to also learn from you. Thank you so much.